Hello everyone, what's up? This is fourth video on learning modes on oversimplified manner र आज हामी कुरा गर्दैछौं लिडियन मोडको विषयमा. For the sake of this video मैले एफ लिडियनलाई चाहिँ लिएको छु र लिडियन अरु भन्दा अलिकति सजिलो छ किनकि all you have to do is pick up the scale that you want to play and sharp the 4th degree. That's it. त्यति मात्र हो, अरु खासै केही पनि डिफरेन्स छैन. र आजको भिडियोको लागि मैले एफ लिडियन जुन चाहिँले चाहिँ लिइरहेको छु यसैबाट नै म तपाईहरुलाई एक्जाम्पलको रूपमा केही कुराहरु चाहिँ देखाउँदै छु. र कतिजनाले मलाई भन्दै पनि हुनुहुन्थ्यो एफ मेजर र लिडियनमा के फरक छ, यसो यतिकै बजाइ राख्दाखेरि त खासै केही पनि डिफरेन्स देखिदैन भनेर चाहिँ भन्नुहुँदै थियो. यो कुरा सही पनि हो. अब मोडलाई चाहिँ अलिकति डिफरेन्स बनाउनको लागि तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि नि कहाँबाट चाहिँ फरक छुट्टिन्छ भन्दाखेरि नि कर्ड प्रोग्रेसनको ब्याकग्राउन्ड र कन्टेक्स्टले चाहिँ यसलाई चाहिँ डिफरेन्शिएट गर्छ है. जस्तै डायटोनिक कर्ड प्रोग्रेसनमा के हुन्छ हाम्रो, फर एक्जाम्पल एफ मेजरलाई नै लियौं हैन. अब तपाई 1 मा खेल्नु भयो, 4 मा जानु भयो, 6 5 1 भयो. यो भयो तपाईको एफ मेजर. तर लिडियनमा चाहिँ फ्लेभरिङ एजेन्ट भनेको के हो म तपाईहरुलाई भन्छु. एफ लिडियनको फ्लेभरिङ एजेन्ट भनेको चाहिँ जी हो है त. अब प्राय जस्तो अब हामी एफ मेजरमा हामी जी बजाउँदैनौं, जी माइनर चाहिँ हुन्छ हैन. जस्तै यो चाहिँ मेजरमा भयो. तर एफ लिडियनमा चाहिँ के गर्नु पर्यो, माइनर हैन, एफ लाई चाहिँ के गर्नु पर्यो, सरी जी लाई चाहिँ के गर्नु पर्यो, मेजर बनाउनु पर्यो. किनकि भन्दाखेरि एफ लिडियनको आयोनियन चाहिँ के हुन्छ, सी मेजर हुन्छ है. यो 4th डिग्री हो मोडको. एफ लिडियन भनेको फरक चाहिँ यही नै छ. एन्ड ऑल यू हैव टु डू इज शार्प द 4th है. जस्तै अब एफ मेजरको स्केल के हुन्छ, यस्तो वाला चाहिँ हुन्छ. तर लिडियनको चाहिँ कस्तो हुन्छ, शार्प 4th गइसके पछाडी के हुन्छ, ए शार्प हैन अब बी बजाउनु पर्छ. यस्तो चाहिँ हुन्छ है त एफ लिडियन भनेको चाहिँ. र कर्डले नै के गर्छ त भन्दाखेरि डिटरमाइन गर्छ. अब कतिजनाले यो लिडियन मोडलाई चाहिँ जोई सैट्रियानीको मामा घर हो भनेर नि भन्नुहुन्छ. अब अलिकति डिफरेन्स थाहा पाउनको लागि एउटै मात्र तपाईले चाहिँ स्ट्रिङबाट प्ले गरेर पनि थाहा पाउन